वेलकम बैक टु माई अनदर एपिसोड। आज चाहिँ म आमाको घर आएको छु। सुन्दर हरिचा 5 मरङ तिमपैनी मासतिर। आज चाहिँ बाउको अस्ति शिर ढलेको थियो, आज शिर उठाउन आएको। अब यस्तै छ दुःख सुख। उता अब ठाडो पारिदिनु पर्यो बाउको शिर, के गर्नु। कान्छा छोरा मेरो त उसको छ क्या। आमा चाहिँ हो मेरो जेठी आमा, कान्छी आमा चाहिँ उता जानुभएको छ। बाउले 2टा बिहे गर्नुभएको। बाउ पनि अहिले खोइ भट्टीतिर होला, बिजोग छ, के गर्नु। हो त्यसो भन्, तर गतिलो राम्रो हुन्छ। यसले त के भट्टीतिर गएको छ। भट्टीतिरै गएको छ गाई। सत्य कुरा बोल्नुपर्छ, सत्यको साथ दिनुपर्छ होइन। तर कतिपय मान्छेहरूलाई पत्तर लाग्दैन। कुखुराहरू छ, सुँगुरको खोरहरू छ। सुँगुर चाहिँ हाम्रो यो पाङ्रे हो कि के भन्छ, कालो प्रजाति र यो रातो प्रजातिको हाम्रो सुँगुर फार्म भनौँ न। गाईले खोलेको सुँगुर फार्म हो। यो चाहिँ माउ हो। यो चाहिँ तर्सिँदैसँग हेर्दैछ। यता 2टा छ, यो माउ हो। अर्को यता छ, अर्को यता छ थुप्रै फार्मै खोलेको छ। अनि यता सानोहरू टन्ने सुँगुर प्रजातिको हो यो। त्यसको मासु चाहिँ कति मिठो होला। यो कालोको चाहिँ मिठो होला थुत्याएर। यो 4वटा, उता 2टा 6वटा। अर्को यहाँ पनि छ, यहाँ पनि पुरै यो चाहिँ निखर कालो, तर यो हाइब्रिड टाइपको हो। यहाँ चाहिँ लगभग 3.5 महिना भएको। यता चाहिँ खेतहरू हो, मकैहरू, धानहरू रोप्ने, बाँसज्याङहरू राम्रो छ। यो चाहिँ हाम्रोतिर टोटलाको बोट भन्छ यसलाई चाहिँ। यो अर्को सुपारीको बोट, 2टा सानो। यो चाहिँ चिन्छ यसले मलाई बोलाएको छ। यो चाहिँ सुपारीको बोट। यो हामी जन्मिनुभन्दा अगाडिको सुपारीको बोट हो। अहिले मै भयो 31 वर्ष होला। अनि हाम्रो अर्को पनि छ खोर। यो एउटा खोर हो, यो अर्को खोर। राम्रैसँग व्यवस्थित तरिकाले सुँगुर पालन गरेर बसेको छ। यता 2टा छ, सेतो र खैरो। यिनीहरू फेरि एकदम धेरै पानी खान्छ। पानी चाहिँ 2वटा गुडमा राखिएको छ। अनि यहाँ पनि छ अर्को कालो 2टा। सुँगुर छ, सुँगुर फार्म जस्तै हो यो। अनि यसपालि आँप फल्नु त फलेछ, तर त्यति खासै फलेको छैन। अलिअलि 2टा 3टा यता अलिअलि। यो चाहिँ हाम्रो आमाहरू बस्ने घर हो। यो यस्तो छ यहाँको दृश्यहरू। मकैबारी, यता खेतहरू जोतेको रहेछ। लिची पनि यसपालि फल्नु थालेको रहेछ। खासै चाहिँ छैन लिची, अलिअलि। आँपहरू पनि फलेको छ, आँपहरू। अनि त्यसपछि तपाईँको कोलाको बोट, आँपहरू यत्र फलिरहेछ। आँपहरू अर्ग्यानिक कोलाको बोटहरू छ, कोलाहरू रोपेको छ ऊ। अनि त्यसपछि अदुवा रोप्छन् यहाँ, बेसार, अदुवा, लिची फल्दैछ यसपालि। व्यवस्थित तरिकाले बसिरहेछ हाम्रो बाउआमा चाहिँ। पाडो छ, भैँसी छ, एउटा गाई छ। यो चाहिँ पाडोको बच्चा हो। यो चाहिँ भैँसीको बच्चा पाडो हो। अनि यो चाहिँ गोठ हो। गोठमा चाहिँ अहिले गाई छ एउटा। अनि गाई एउटा छ, पाडो एउटा त्यो भयो।
अनि यो पनि पाडी एउटा सानो, यो एउटा पाडी सानो, अर्को यो गाईको बच्चा भनेपछि 2टा, गाईलेसँग 3टा, उयोमा 4वटा, एउटा भैँसीले 5वटा छ जम्मा जम्मी हाम्रो। अस्ति नै हामीले बान्तावाको घैया पूजा गरेको यही हो मन्दिर, यो पछाडि छ उतापट्टि, हामी चाहिँ पूजा गर्छौँ। अब वैशाख आज कति गति हो? आज वैशाखको महिना यस्तो छ, हावा चलिरहेछ सर डाँडामा, रमाइलो छ, दिवस शीतल, अझ त्यति खासै घाम लागेको छैन। उठे कान्छा तँ पनि माइत आउँदा अलिक छिटो आउने गर, हराक गर्ने होइन। माइत त्यसको अस्ति त उहाँ कता मुख हेर्ने दिन कि उहाँले धनकुटा पुगेछ, बुढी चाँले त्यता आएन भन्छ। नाटक नि यिनीहरूको टेक्निक नि, एउटा फुटे जस्तो गर, एउटा रुए जस्तो गर भने जस्तो बुझ्नु पऱ्यो त्यो कुरा। साथी भनेपछि त अब हुन्छ नि त एउटा चिज हुन्छ। व्यक्तिले ल्याएको अरे मृगाको मासु चाख्न लगाने, अस्तिदेखि ल्यायो भने मार्छ भने त ल्यायो भने अब त्यो पछि यसपछि पछि त सँगै खाऊ न, अनि मृगाको मिठो छ साथी थियो नि त। अनि मैले को मलाई एड गरेको रहेछ त्यहाँनिर, को छ हो भनेर भन नि त, राम्रो हुन्छ भन्छ सबैले मृगको म भन्ने भन क्या सबले मिठो बनाएको छ। अब त्यो चाहिँ बसाएको साथी म गर्ने, अनि एकदम फलोपट्टि जाऊ त। भ्लग बनाउने अनि मलाई अब कस्तो खुसी लाग्यो क्या। छोड न यहाँ बाटोमा अरू केही आमा मलाई मासु मिठो छ, मिठो छ त खाइसकेको। केही हुन्न, काकीले दिएर पठाएको लाउँछ नि, खोइ कहिले देखाउँदैन मोबाइलमा, हेर्नु पर्यो नि कोट्याएर, कोटाको त भेट्दिनँ, त्यत्रो हालिरहेछु देख्दैन, तर बाख्रा जस्तो चाहिँ बनाउँदैन रहेछ। सिस्नो खाने मान्छे यो लाने सुन्ने के हो सजीवन डब्बा हुन्छ त लाने के छ लौका सौका। मृगा त जङ्गलको जनावर त भेटिँदैन त, बदलको कस्तो मिठो हुन्छ। बाख्रो नखानाले खायो भने मर्छ मृगाले ल हाम्रोमा एकजना अनि त उसको कान लाग्यो गाउँमा पनि तिम्रो बाख्रा भने छुनु हुँदैन, टेक्नु पनि बाख्रा नखानेले चाहिँ बाख्रा नखाने यो पनि बाख्रै अरे त्यो खुवाएको थियो अरे, त्यो पनि त्यो एकचोटि अनि बाहुनहरू त बदल चाहिँ किन 2000-3000 हालेर खान्छ। तिनीहरू कमालो भएर 1200 त्यो पनि सुँगुरै हो त, म त भेट्टा त खाने थिएँ किलोतिर बदल छ मिठो हुन्छ। पारीबाट मारेर त्यो अरूमा गाडी जम्पिङ भनेर निक्लेको त्यो चटर आएको थियो हाम्रो गाउँलेहरू, अनि त्यो बाख्राको मासु न मृगको मासु खानुहुन्छ भनेर मृगको मासु खुवाएको, त्यही निहुँले मरो। दुम्सीको पनि त्यही मिठो हुँदैन, दुम्सी त कुखुरा दुम्सी उयो त्यो गैनेको बाउ सिकारी नि त मार्दै ल्याउँथ्यो खुवाउँदा कति। अस्ति त्यो मुसटोलमा हामी काम गऱ्यौँ न, त्यतिखेर तिनीहरूले सालक काट्दै थियो। सालक पनि खाएको बाउ एकखेप ल्याएको होइन माथि घरमा यही नि सालक त्यस्तो पैसा जस्तो खर्च। गाडीबाट रातिदिन जाँदो रहेछ। त्यसको त छाला त साह्रो न साह्रो पो हुन्छ त, बन्दुकले हान्दा पनि दुलो पर्दैन अरे, किनभने छाला डल्लो परेको बोकेर